गृहमन्त्री सुधन गुरुङ बल्ल उत्रिए मैदानमा। विष्णु पौडेलको आकस्मिक पक्राउले एमालेमा मचियो खैलाबैला। होटलमै पुगेको प्रहरीले जाने बेला भयो बाहिर निस्कनुस् भन्दै बाहिर बोलाएर गरेको थियो पक्राउ गर्नु अघि भैँसीपाटी स्थित निवासमा सम्पत्ति शुद्धिकरण विभागले हानेको थियो छापा। अब यसरी अघि बढ्छ पौडेलमाथिको अनुसन्धान। गृहमन्त्री सुधन गुरुङले फेरि पदभार सम्हालेको एक हप्ता मात्रै पूरा भएको छ। यो एक हप्ताको छोटो अवधिमै उनले देशको प्रशासनिक र सुरक्षा संयन्त्रलाई चलायमान मात्रै बनाएका छैनन्, बरु वर्षौंदेखि दबिएका र चर्चामा रहेका ठूला भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरणका फाइलहरू खोल्ने हिम्मत देखाएका छन्। गृहमन्त्री गुरुङको एक हप्ताको यो छोटो अवधिमा सबैभन्दा अर्थपूर्ण घटनाको रूपमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउलाई हेरिएको छ। यो गिरफ्तारीले नेकपा एमालेको संगठनात्मक संरचनामा मात्रै नभई समग्र राजनीतिक वृत्तमा ठूलो खैलाबैला मचिएको छ। घटनाक्रमको सुरुवात आज सुर्खेतको वीरेन्द्रनगरबाट भयो। वीरेन्द्रनगर स्थित शुभम होटलमा नेकपा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन सम्बन्धी महत्त्वपूर्ण कार्यक्रम चलिरहेको थियो। सो कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थिति थियो, जसमा एमालेका अर्का प्रभावशाली नेता शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा र बादल समेत थिए। कार्यक्रम निकै उत्साहका साथ चलिरहेको थियो र नेताहरू आफ्नो सम्बोधनमा व्यस्त थिए। यद्यपि कार्यक्रम चलिरहेकै समयमा बाहिर भने केही फरक दृश्य देखियो। सुर्खेतका प्रहरी प्रमुख एसपी ठाकुर प्रसाद पोखरेल आफै प्रहरी टोलीसहित होटलको मूल गेटसम्म पुगे। प्रहरीले कार्यक्रमलाई अवरोध गर्ने मनसायले भन्दा पनि विशेष मिशनका साथ प्रवेश गर्यो। प्रहरी अधिकारीहरू सिधै पौडेल सहभागी रहेको सभा नजिक पुगे। कार्यक्रमका प्रत्यक्षदर्शीहरूका अनुसार प्रहरीले कुनै झन्झट नगरी पौडेललाई निकै शिष्ट तर कडा शैलीमा भन्यो, तपाईको जाने बेला भयो, कृपया बाहिर निस्कनुहोस्। यो वाक्य सुन्ने बित्तिकै सभा हालमा एकैछिन सन्नाटा छायो, सबै चकित परे। पौडेलले सुरुमा केही असहज महसुस गरे पनि प्रहरीले आफ्नो सक्रियता देखाउँदै उनलाई होटलको बाहिर ल्यायो। एसपी पोखरेलले पौडेललाई आफ्नै गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय सुर्खेततर्फ लगे। कार्यक्रम स्थलमा रहेका एमालेका कार्यकर्ताहरू स्तब्ध भए। शीर्ष नेताहरूको उपस्थितिमा नै यो तहको कारबाही होला भन्ने कसैले सोचेका थिएनन्। यो पक्राउ अचानक भएको भने पक्कै होइन, यसको भित्री तयारी निकै लामो समयदेखि भइरहेको थियो। स्रोतका अनुसार विष्णु पौडेललाई नियन्त्रणमा लिनु अघि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले निकै सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको थियो। पौडेललाई सुर्खेतबाट पक्राउ गर्नु अघि नै विभागको टोलीले ललितपुरको भैँसीपाटी स्थित उनको निवासमा छापा मारेको थियो। घरमा छापा मार्ने क्रममा विभागले केही महत्त्वपूर्ण कागजातहरू समेत बरामद गरेको खुलेको छ। उनको शेयर कारोबार, बैंक खाता र सम्पत्तिको स्रोतका विषयमा गम्भीर प्रश्न उठेपछि विभागले उनीमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाएको हो। सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि मात्रै प्रहरीले यो कदम चालेको हो। कर्णाली प्रदेशका एसएसपी सन्तोष सिंह राठौरले विभागको उक्त पत्र र आदेशका आधारमा पौडेललाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। सुर्खेतबाट पक्राउ परेका पौडेललाई काठमाडौँ ल्याउने क्रममा पनि प्रहरीले निकै सावधानी अपनाएको छ। सुर्खेतबाट पक्राउ परेका पौडेललाई ल्याउने क्रममा पनि प्रहरीले निकै सावधानी अपनाएको छ। सुर्खेतबाट काठमाडौँका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि